हरेक दिन तपाईँ आफ्नो बेडमा जानुहुन्छ र सोच्नुहुन्छ एकैछिन मोबाइल हेरिदिउँ न के हुन्छ र तपाईँ 5 मिनटको लागि भनेर मोबाइल हेर्नुहुन्छ। तर त्यो 5 मिनट 1 घन्टा 2 घन्टा कतिखेर भइसक्छ तपाईँलाई पत्तै हुँदैन। तपाईँलाई एकैछिन पछि रियलाइज हुन्छ ला अहिले त ढिलो भइसक्यो अब सुत्न पर्यो। तपाईँ सुत्नलाई बेडमा पल्टिनुहुन्छ 5 मिनट गयो 10 मिनट गयो आधी घन्टा गयो तर पनि तपाईँलाई निन्दै लाग्दैन। एकैछिन वरिपरि आफ्नो चारैतिर हेर्नुहुन्छ र आफ्नो दिमागमा केही कुराहरू खेलाउनुहुन्छ। केही ढिलो समयपछि मात्र तपाईँ निदाउनुहुन्छ र जब तपाईँ भोलिपल्ट उठ्नुहुन्छ तपाईँ एकदमै थाकेको महसुस गर्नुहुन्छ। तपाईँ थकान हालतमा उठ्नुहुन्छ र आफ्नो पढाइ अथवा आफ्नो कामको लागि रेडी हुनुहुन्छ। के हजुरहरूको लाइफमा पनि कहिले यस्तो भएको छ? यदि भएको छ भने यो भिडियो पुरा हेर्नुहोस् र बुझ्नुहोस् तपाईँलाई यस्तो किन भएको र त्यसले तपाईँलाई आफ्नो काममा आफ्नो सक्सेस हुने जर्नीमा र तपाईँको हेल्थमा कस्तो असर पारिरहेको छ। हामीलाई थाहा छ जबदेखि अर्थको सुरुवात भएको थियो तबदेखि दिन र रात पनि सुरु भएको थियो। हामी ह्युमन्स दिनमा एकदम एक्टिभ र इनर्जेटिक भएर सर्भाइभरको कुराहरू पुरा गर्थ्यौँ भने रातमा आफ्नो बडीलाई रेस्ट दिन्थ्यौँ। यसरी गरेर नै हामी मिलियन्स अफ द इयर्सदेखि इभल्भ भएर आएका हौँ। यसले गर्दा हामी ह्युमन्स ब्राइट लाइटको बेलामा हल्का डार्क ठाउँमा स्लिपी फिल गर्छौँ। यसैले हामी सबैले दिउँसोभन्दा रात बढी निद्रा लाग्छ। तर केस छुट्टै हुन्छ जब तपाईँ राति सुत्नेभन्दा अगाडि मोबाइल हेर्नुहुन्छ। मोबाइल फोनबाट ब्लू लाइट निस्किन्छ। जब हामीले सुत्नेभन्दा अगाडि मोबाइल हेर्छौँ त्यसबाट निस्किने ब्लू लाइटले हामीलाई अहिले दिन भइरहेको छ भन्ने सिग्नल दिन्छ, जसले गर्दा तपाईँ जति सुत्न खोजे पनि जति खटपटे पनि तपाईँलाई चाँडै निद्रा लाग्दैन। अब तपाईँ सोच्नु होला ढिलो निदाए नि के भयो र? बेलुका ढिलो निदाएर भोलि ढिलोसम्म सुताउँला, सुत्नुपर्ने त 7-8 घन्टा त हो, दिउँसोसम्म सुते नि के नि हुन्छ र? तर कुरा यति सजिलो पनि छैन। रिसर्चले देखाएको छ तपाईँ सुत्नेभन्दा अगाडि मोबाइल चलाउनुहुन्छ भने तपाईँको 8 आवर स्लिप कम्प्लिट हुन एकदमै गाह्रो हुन्छ। तर यदि मानौँ तपाईँको 8 आवर स्लिप कम्प्लिट भयो भने पनि तपाईँको क्वालिटी अफ स्लिप त्यति राम्रो हुँदैन। क्वालिटी अफ स्लिप ब्याड भयो भने थकान महसुस हुने, कन्सन्ट्रेसन पावर कम हुने, लर्निङ एबिलिटी कम हुन्छ। अझ यदि तपाईँ 1 बजेपछि सुत्न लाग्नुहुन्छ भने तपाईँलाई झन् बढी समस्या आउँछ। 1 बजेपछि बल्ल सुत्ने मान्छे एङ्जाइटी, डिप्रेसन, लो मुड, त्यस्तै गरी लङ टर्ममा डायबिटिज, अल्जाइमर जस्ता रोगहरू पनि लाग्न सक्ने। त्यसले तपाईँको ब्रेन फङ्सनमा पनि असर पार्छ, जसले गर्दा आफ्नो काम र आफ्नो ओभरअल लाइफमा पनि असर पारिरहेको हुन्छ। यदि तपाईँलाई यो सुनेर नराम्रो लाग्यो अनि आफ्नो हेबिटलाई चेन्ज गर्न चाहनुहुन्छ भने यो कुराहरूलाई आफ्नो लाइफमा एप्लाई गर्नुहोस्। सबैभन्दा सुरुमा तपाईँ सुत्नेभन्दा 1 घन्टा अगाडि मोबाइल हेर्न बन्द गर्नुहोस् र आफ्नो स्लिप टाइमलाई एकदमै रिल्याक्सिङ राख्नुहोस्। मेडिटेसन अथवा बुक रिड गरेर तपाईँ आफ्नो स्लिप टाइमलाई रिल्याक्सिङ बनाउन सक्नुहुन्छ। स्लिप टाइममा कुनै डिस्टर्बिङ न्युज नसुन्नुहोस्। आफ्नो मोबाइलको नोटिफिकेसन पुरै बन्द गरेर सुत्नुहोस्। तपाईँ जहिले पनि कन्सिस्टेन्ट टाइममा सुत्ने र उठ्ने गर्नुहोस्। यसले गर्दा तपाईँको लाइफ र ओभरअल हेल्थमा सुधार आउँछ।